गोपाल प्रसाद रिमालको एउटा एकदमै चर्चित कविता छ आमाको सपना। अब यो कविता सुन्दाखेरि त शब्दहरूको सङ्गालो मात्रै लाग्न सक्छ, तर त्यस्तो होइन। यो त एउटा आमा र छोरा बीचको कुराकानी हो। तर त्यो कुराकानीभित्र पुरै देशको भविष्यको सपना लुकेको छ क्या। ल आउनुहोस्, आज हामी मिलेर त्यो सपनाको अर्थ के हो भनेर खोतलौं। यो पुरै कविता नै एउटा आमा र छोराको एकदमै सिधा सादा कुराकानी जस्तो छ, तर यसको शक्ति नै यही सरलतामा लुकेको छ, होइन र? सोच्नुस् त, देश बदल्ने, क्रान्ति ल्याउने जस्ता ठूल्ठूला कुरालाई एउटा सानो पारिवारिक संवादमा कसरी बाँधिएको छ। यसरी रिमालले हामीलाई त्यो परिवर्तनको सपनासँग सिधै मनबाटै जोडिदिनुहुन्छ। कविताको सुरुवात नै एउटा सरल तर एकदमै गहिरो प्रश्नबाट हुन्छ। बच्चाले सोध्छ, आमा त्यो आउँछ र? हो, यही प्रश्नले एउटा रहस्यको ढोका खोलिदिन्छ, अनि हामी कविताको अन्त्यसम्म त्यही रहस्यको पछि लाग्छौं। आखिर के होला त यो रहस्यमय त्यो जसको प्रतीक्षा सबैले यति धेरै गरिरहेका छन्? ल, अब त्यही रहस्यलाई सुल्झाउनको लागि हामीले कविताको सबैभन्दा मुख्य प्रतीकलाई बुझ्नुपर्छ। त्यो हो त्यो। यसको पहिचान के हो? यसले भन्न खोजेको के हो? आउनुहोस् हेरौं। र यो प्रश्न त्यो के हो? त्यो सानो बच्चाले मात्र सोधेको होइन नि। यो त रिमालको समयको पुरै पुस्ताले, पुरै समाजले सोधिरहेको प्रश्न थियो। उनीहरूले जुन परिवर्तन खोजिरहेका थिए त्यो आखिर थियो के त? आमाले त्योको बारेमा बताउँदा कुनै साधारण चिज जस्तो वर्णन गर्नुहुन्न। उहाँले एकदमै शक्तिशाली इमेजेस प्रयोग गर्नुहुन्छ, जस्तै त्यो बिहानको सूर्य जस्तै चम्किलो भएर आउँछ अरे, अनि कम्मरमा न्यायको हतियार बोकेको हुन्छ। सोच्नुस् त, अझ त्यो त आगो वा हिउँभन्दा पनि बढी वास्तविक, बढी ठोस महसुस हुन्छ रे। यी सबै कुराले के बुझाउँछ भने यो कुनै सामान्य घटना होइन, यो त एउटा अकाट्य, रोक्न नसकिने शक्ति हो। हो, अब त स्पष्ट भयो नि। त्यो भनेको कुनै एउटा व्यक्ति होइन, यो त परिवर्तनको पुरै एउटा युग हो, एउटा नयाँ समय। यो जागरण, क्रान्ति अनि न्यायको त्यो बिहानी हो जसको लागि त्यति बेलाको पुरै पुस्ता कुरेर बसेको थियो। तर यो परिवर्तनको सपना यो कुनै राजनीतिक नारा मात्रै होइन क्या। त्यो आमाको लागि त यो उनको जीवनको सबैभन्दा गहिरो, सबैभन्दा व्यक्तिगत आशा हो। जब आमाले भन्नुहुन्छ नि, मेरो यौवनभरिको सपना थियो, यो वाक्यले कति धेरै कुरा भन्छ। यसको मतलब यो आजभोलिदेखिको सपना होइन, यो त उहाँको पुरै जवानीदेखि मनमा सजाएर राखेको एउटा अनमोल आशा हो। एउटा यस्तो सपना जुन उहाँले आफ्नो जीवनभरि बोकेर हिँड्नुभएको छ। र साँच्चै भन्नुपर्दा कविताको वास्तविक शक्ति नै यही हो। राजनीतिक परिवर्तन जस्तो यति ठूलो, अमूर्त कुरालाई एउटा आमाको आफ्नो बच्चाको भविष्यसँग जोडिएको व्यक्तिगत सपनामा ल्याएर देखाइएको छ। यसो गर्दा के हुन्छ भने त्यो सपना अब भाषण जस्तो लाग्दैन, बरु एकदमै मन छुने, एकदमै शक्तिशाली बन्न पुग्छ। अब त्यो सपना आमाको मात्रै रहँदैन। कविताको यो भागमा हामी के देख्छौं भने कसरी त्यो सपना एउटा पुस्ताबाट अर्को पुस्तामा सर्छ, र सपनासँगै जिम्मेवारी पनि। यहाँनिर आमा र सन्तानको भूमिकामा एउटा स्पष्ट फरक छ है। आमाको भूमिका के हो त? सपना देख्ने अनि कथा सुनाएर त्यो सपनालाई जीवित राख्ने। तर उहाँ आफ्नो सन्तानलाई खालि कथा सुन्ने मात्र बनाउन चाहनुहुन्न। उहाँ के चाहनुहुन्छ भने उसको सन्तान परिवर्तनको लडाईँमा आफै लागोस्, सत्यलाई आफ्नै आँखाले देखोस्, कष्ट सहोस्, तर न्यायको लागि लडोस्। एक किसिमले हेर्ने हो भने आमाले आफ्नो बच्चाको लागि एउटा पूरै यात्राको नक्सा नै कोरिदिनु भएको छ। यो यात्रा हो आफ्नो काखको न्यानो सुरक्षाबाट बाहिर निस्केर संसारको कठोर सत्यलाई सामना गर्ने। उहाँले भन्न खोज्नु भएको कुरा के हो भने अब कथा सुनेर बस्ने दिन गए, अब बाहिर निस्क, सत्यलाई आफ्नै आँखाले हेर र त्यो राम्रो भविष्य बनाउने सङ्घर्षमा लाग। ल, यति धेरै सङ्घर्ष, यति लामो प्रतीक्षा, के त्यो सपना साँच्चै पूरा होला त? अब कविताको अन्त्यमा रहेको शक्तिशाली र आशावादी निष्कर्षले हामीलाई यसको जवाफ दिन्छ। र हेर्नुस् त, यो संवादले कति सुन्दर तरिकाले देखाउँछ कि आमाको सपना अब बच्चामा सरेको छ। बच्चाको मनमा सुरुमा जुन जिज्ञासा थियो नि, त्यो आउँछ र भनेर, अब त्यो एउटा तीव्र प्रतीक्षामा बदलिएको छ। उसले त्यो परिवर्तनको आशालाई आफ्नो मुटुमै, आफ्नै मनमा महसुस गर्न थालिसक्यो। भनेपछि त्यो सपना अब अर्को पुस्तामा जीवित भयो। अनि अन्त्यमा आमाको यो दृढ, शक्तिशाली आश्वासन आउँछ। उहाँको आवाजमा अलिकति पनि शङ्का छैन, केवल पूर्ण विश्वास छ।
उहाँ के भन्नुहुन्छ भने बिहानको सूर्य उदय जस्तै यो परिवर्तन पनि एउटा प्राकृतिक, कसैले रोक्न नसक्ने र उज्यालो शक्ति हो। यो आउँछ। गोपाल प्रसाद रिमालले यो कविता लेख्नु भएको दशकौं भइसक्यो। तर यसमा उठाइएका कुराहरू, यसका विषयहरू आज पनि उत्तिकै सान्दर्भिक छन्, होइन त? यसले हामीलाई सोच्न बाध्य बनाउँछ कि आजको नेपालमा परिवर्तन, न्याय अनि एउटा राम्रो भविष्यको लागि आजका आमाहरूले आफ्ना सन्तानको लागि कस्तो सपना देख्नुहुन्छ होला।